हे गाइज इट्स मी सुनिल। आज चाहिँ म नेपालदेखिबाट रोमानिया जाँदैछु अनि रोमानिया जाने टाइममा यो ट्राभलमा कस्तो कस्तो अब होइन कस्तो कस्तो बग्नुपर्छ। धेरैजना हाम्रो नेपालीहरू रोमानिया जानुहुन्छ, तर मैले चाहिँ यो यसमा देखाउन खोजेको भिडियोमा चाहिँ अब कस्तो छ के छ भनेर देखाउन लागिरहेको छु, कसरी कसरी जानु रहेछ भनेर। हामी चाहिँ अब नेपाल एयरपोर्टबाट हामी बसमा चढेर लाग्यौँ। हामी चाहिँ अहिले हाम्रो कतार एयरवेजमा फ्लाइट छ, कतारमा होल्डिङ हो। अनि हामी लाग्यो कतार एयरवेजतिर। मेरो साथीहरू मसँग 7जना साथीहरू हुनुहुन्थ्यो। 7जना साथीहरू सँगसँगै लाग्यो कतार एयरवेजभित्र चढ्यो। त्यसपछि मैले पासपोर्ट सो गर्दै म लागेँ मेरो सिटमा। मेरो सिट नम्बर थियो 28। अनि यो अगाडि यस्तो थोरै टिभी सिभी पनि दिने रहेछ टक्क होइन, सब थाहा हुने रहेछ भित्र बाहिर के चलिरहेछ, कतिको स्पिडमा गइरहेछ, सब कुछ थाहा हुने रहेछ होइन। सायद यति धेरै लामो ट्राभल गरेको म फर्स्ट टाइम नै हो होइन। अब त्यसभन्दा पहिला त दुईचोटि त चढाएको छु म प्लेन होइन। यो चाहिँ मेरो थर्ड टाइम प्लेन चढेको हो। अब कस्तो हुन्छ एक्सपिरियन्स हुन्छ मेरो। फाइनल गाइज हामी चाहिँ कतारमा ल्यान्ड गरेर हामी चाहिँ कतार एयरपोर्टबाट हामी चाहिँ लाग्यो होटलतिर। यो होटल नजिकबाट देखिने म्युजियम हो। अनि यो मेरो रुम एकदमै राम्रो र सबै यहाँ हरेक चिज मलाई चाहिने सबै कुरा थियो र एकदम मलाई राम्रो पनि लाग्यो। रुम चाहिँ 5 स्टार होटलको भन्दा कम थिएन यहाँ चाहिँ। अनि अब चिया कफी सफी बनाएर खाना पनि सबै एभाइलेबल थियो। अनि नुहाउन यताउता होइन, आफूलाई फ्रेस हुन पनि एकदमै कम्फर्टेबल। एकजनाको रुम थियो। यति भन्दै म चाहिँ यहाँ एकछिन रेस्ट गर्छु भनेर सुतेर उठेपछि फेरि मैले बिरयानी मगाएँ। तल अर्डर गरेर बिरयानी पनि आयो, मैले बिरयानी पनि खाएर त्यसपछि हामी लाग्यो एयरपोर्टतिर। अनि खासै हाम्रो 13-14 घन्टा यहाँ वेटिङ थियो। 14 घन्टाको वेटिङमा चाहिँ होटलमा लिएर राखिसकेपछि हामी होटलमा इन्जोय गरेर त्यसपछि लाग्यो एयरपोर्टतिर। त्यसपछि हामी आइयो यहाँ इस्तानबुल एयरपोर्ट आइपुग्यो। इस्तानबुल एयरपोर्ट आएर अब यताउता होइन नौलो मान्छे दायाँ बायाँ हेर्दै बस्दै यहाँनिर वेटिङ गर्दै होइन। अब कुन चाहिँ गेट हो, कुन चाहिँ गेटमा जानुपर्ने भनेर हामी चाहिँ अलमल परेर वेटिङ गरेर बसिरहेको थियौँ। हामीलाई गेट पनि थाहा भयो A1 थियो हाम्रो गेट नम्बर चाहिँ। अनि त्यसपछि हामी गेटतिर लाग्यौँ। यो रमाइलो पनि अति नै भएको थियो। अनि यसरी ग्रुपमा ट्राभल गर्दाखेरि एकदमै मस्ती पनि भयो। अनि हामी यहाँबाट चाहिँ इस्तानबुलबाट चाहिँ प्लेन चढ्ने बेला बुकारेस्टको लागि चाहिँ पानी परिरहेको थियो। पानीमा चल्दै गयो एयरपोर्टतिर गएर प्लेन पनि चढ्यो। त्यसपछि हामी लाग्यौँ हाम्रो एक्ज्याक्ट लोकेसन बुकारेस्ट। फाइनल्ली हामी चाहिँ एक्ज्याक्ट लोकेसनमा पुग्यौँ बुकारेस्ट एयरपोर्टमा झरेर। त्यसपछि हामी लोकल ट्रेन चढ्न लाग्यौँ। लोकल ट्रेन चढेर अब हामी लङ ट्रेन चढ्न जानु लाग्यो। यो लोकल ट्रेन हो। अनि साथीहरू एकदम थकितमा थिए। मैले चाहिँ साथीहरूलाई जिस्काउँदै भिडियो बनाउँदै गरेँ के छ कस्तो छ भनेको। पुरा साथी चाहिँ यो रोन साथी हो। रोन साथीले चाहिँ
पुरा पोज दिँदैछ। उताको चाहिँ हामीलाई रिसिभ गर्न आएको दाइ हो। यहाँबाट हामी चाहिँ लाग्यौँ हाम्रो लङ ट्रेन चढ्नको लागि। यो चाहिँ लोकल ट्रेन हो। अब चाहिँ हाम्रो लोकल ट्रेन यात्रा सक्यो। यहाँबाट चाहिँ अब लङ यात्रा सुरु हुन्छ है त। है हामी चाहिँ सत्तुमारातिर लाग्यो। सत्तुमारा मेट्रो गाइस, जब हामी चाहिँ लाग्यो सत्तुमारातिर होइन। सत्तुमाराको ट्रेन चढेर जाने हो हामी चाहिँ सत्तुमारा। यस्तो बिजोग छ होइन, रमाइलो पनि भइरहेछ। धेरै ठाउँ टान्जेक भएर धेरै उ गर्नु पर्छ होला, वेटिङ गर्नु पर्छ होला। अब अलिकति दुःख चाहिँ लागिरहेछ, तर पनि ठिकै छ। नयाँ ठाउँ देखियो, नयाँ देश घुमियो, एकदमै रमाइलो भयो, इन्जोय पनि भइरहेछ। अहिले चाहिँ हामी अब लाग्छौँ है त गाइस। यस्तो छ सरी ल, हामी त यस्तो हो त। कहाँ हो कहाँ